हेर्दैन एक्चुअली बाबाले ओके टिकट ल्याउने राखौ मोबाइल छ तिम्रो फोटो खिच्दिनु ल मेरो त मोबाइल सबैले त्यस रिसर्च मोबाइल के हेरेर के थाहा गोलो हुँदो रहेछ कस्तो घाम आउँदैछ हाम्रो हामी त अझै लाइन मन काम गरेर खिचौँ न नम्बर टिकट छ हेर छ काम त म चाहिँ अस्ति पत्थर हेरेको आयो भने त्यही आयो क्या छरेर लाग्छ 7 8 9 वटा 6 टाढो खिच्दैन मैले ल यस्तो गरेर ओके ड्राइभर चाहिँ साह्रै सोङ्गी पारेर रहेछ तरकारी भने पुरा ठिक सिको त रिसाउनु हुँदैन क्या गाडी हिँड्छ अझै हाइसको ड्राइभरले अब ढ्याङ्की ड्याङ हान्यो के भने म गरेर हिँडेको नि गाडी त्यसरी चाहिँ भाइ के गरिरहेको सबले हतार त सबले हतार हुन्छ यति बेला फर्किनु पाएँ है जामले तपाईँहरू पनि जाममा पर्नुभयो क्या जाममै हो अहिले यो सब पछाडिको ग्याङ हो भएको सब सबै जाममा सबै जाममै जाममा पर्यो बिहान 6 बजी हिँड्ने मान्छे हामी 6 बजी 8 बजी आउने 8:30 सम्म बढी भयो 9 बजी आउने त्यही त कब चाहिँ कहाँबाट आउँदा हामी काठमाडौँ काठमाडौँको ठाउँबाट ए हामी बनस्थलीबाट हजुर हजुर दक्षिण यो दसैँ ए त्यो जाममा नपऱ्यो भए यति बेला ठ्याक्कै बनिन्छ फर्किसक्यो फर्किन्थ्यो भरेको ढिला हुन्छ घरबेलुका मुख टम्म नपरेर मुख खुल्ला पराइ घरबेलुका त्यसमा जाममा पऱ्यो भने ढिला हुन्छ घर पुग्नलाई किन कान बन्द हुन्छ मुख टम्म गयो कान बन्द हुन्छ नि कान बन्द भएपछि मेरो हेरेर भएन हामी यो पुरै यही बाटो हिँड्यो कि सिधै पुरै कस्तो रमाइलो अहिले त कोही हिँड्यो होला छैन अहिले त सबै बाटो नै छैन केवल गाडी गाडी लिएर चाहिँ कताबाट जाने साँगुरो बाटो छ तल मुगलिन मुगलिन चाहिँ के भन्छ मुगलिन के अरे तल पोखरा अनि यता जाने बाटो छ नि ठ्याक्क छुट्टिन्छ त्यहाँ यो बाटो कस्तो कान खुल्यो अहिले त यही बाटो यस्तो ढाँडा हुन्छ माथिबाट डरा मलाई त कमाइ केवला चढ्ने चढ्नुहोस् न आनन्द पनि गाडीमा गयो भने ठिकै छ केवल कारमा नि अब केवला खाना चढिरह हो अब किन चढ्ने भन्ने कुरा हो नि त मेरो चाहिँ ठिकै छ भगवान्ले केवला चढाइदियो भने गाडी त त्यस्तो उफ्रेन नि त्यो रोड उफ्रे कच्ची रोड त्यस्तो छ फेरि त्यसमा जाममा पऱ्यो भने यहाँ माथि जानलाई हजुर गाडीमा जाने कि भन्ने कुरा थियो हाम्रो कुन बाटो जान्छ खै यता कताबाट छ अरे पछाडिबाट झन् टाइम लाग्ला भनेर यता केबुल कारबाट जाउँ भने झन् यहाँ लाइन बस्दा बस्दा होइन 1.5 घन्टा त लाइन बस्यो शनिबार चाहिँ आउनु हुँदो रहेन नत्र हिजो अस्ति त अलि होला थियो थिएन अरे यस्तो हुँदैन अस्ति पनि उतै हाम्रै घरतिरबाट दिदीहरू आउनु भएको थियो आनन्दले पूजा पनि कस्तो आफैले गर्न पाउनु आज हेर्नु न आज त्यहाँ मन्दिरमा पनि अब आनन्दले पूजा गर्न सकिँदैन त्यो ठेगान छैन किनभने अब अलि भोलो पनि मेरो बन्द मान्छेहरू फर्किने हो सबैजना त्यत्रो छन् तल हामीभन्दा अगाडि त्यत्रो गइसक्यो पछाडि पनि त्यत्रो छन् अब पछाडिको त अब पछाडिको भन्दा हामी त अगाडि भइ नै हाल्छौँ कि तर अब हामीभन्दा अगाडि त त्यत्रो विधि छन् नि त कम्ता लाइन घुम्नु पर्यो सात फेरै घुम्नु रमाइलो लाग्यो कस्तो कान बन्द भएको यसो ढाङ्डा भन्दा मलाई डर लाग्छ यो बाटो यहाँ आएर हामीले रेस्ट गर्थ्यौँ अझ टाढा रहेछ अब चाहिँ मजा आउँछ हेर गहिरोमा डर लाग्छ हुँदैन अझ टाढा रहेछ यही बाटो होला क्या आउने बाटो होला चारवटा छ अरे मङ्कान आउने बाटो गाडी गाडी कुद्ने कच्ची रोड त त्यो सडक
हिँडेर ऊ गाडी नि छैन नि माथितिरबाट आएर कि बसेर बुवाले अफिसै गाडी लिएर नै चाहिँ आयो मुख खुल्ला राख्नु के हुन्छ कान बन्द हुँदैन क्या कानमा नहुँदैन कि एसएलसी पास भएपछि 4 जना नि आइयो केटा दिपेशलाई किशोरको झगडा परेर टेन्सन मन गर्न मन्दिर आयो बिकेर मलाई पो टेन्सन 2 जना बोल्दैन कति बाटो रहेछ हावामा चल्ने होला त्यहाँबाट मुवा बुवाहरू आउनु भएर देख्यो निरुस त तस्यो होला त्यो डङ हुनुमा हिँडेर आयो भने त पाथी भएर गएको थियो होला है तलबाट हिँड्नेसँग कस्तो गाह्रो हुन्छ म त बच्चा बेलामा चाहिँ मलाई गोविन्द ठुवाले गयो रमाइलो किसिम किसिम त पाथी भएर गएको अँ। हो त्यो आयो वाच टावर जस्तो बनाएर छ त्यहाँ अब त्यो डाँडा कटेपछि आयो त माथिसम्म रहेछ धेरै टाइम लाग्यो पहिला त कति छिटो आयो जस्तो 5-6 मिनट लाग्छ निरुस तसिन्छ अब ढुङ्गा छिन्न तसिन्छ कस्तो राम्रो ह्याङ्की छैन ह्याङ्की निकाल्नु न कस्तो होला त्यसलाई किन खाली छोडे त्यसमा उहरूलाई निकै बोकाहरू सामानहरू यस्तोमा चाहिँ डर लाग्ने होइन बाबा लाग्दैन बाबालाई कहाँ डर लाग्छ बच्चा अब फेरि गाडी हो अगाडि सुत्नु नि अप्ठ्यारो रहेछ है म त निदाको निदै लाग्थ्यो होला यति माथि चढाउनु मलाई तल हेर्नु आइपुग्यो अब त्यहाँ दुध छोडेको थियो है एक बाइट दुध एउटा दाइ आउनु भएको छ तेरो पनि नपाउनु भन्यो कसले फोन गरे जस्तै सन्जयले 50 ओली अनि पढाइदियो भने भनेको थिएँ राइस दाइको हिजो पुज्नु थियो राइस दाइ होला पूजालाई भनेको थिएँ भने मैले भोलि नछोड है हामी मनकाम जानलाई भनेको थिएँ बिर्स्यो होला कि त्यसले नपुजन आएन क्या त्यही राइस दाइ होला अनि घाममा सब तात्यो होला त्यो दुध त्यो त भयो होला आइरहेको र हिजो कलेजको अर्को ढोका साँझ ननिकाले चाहिँ अब आफूसँग राखेको छ भने दिएछ होइन आइहाल्छ मुनिबाट छिर्नु मिलिहाल्छ नि त उता पऱ्यो हामी चाहिँ मिल्दैन छिरेको नि सन्जी के भने आज त्यति चाँडै कस्तो राम्रो छ 8 साढे 9 बजी थियो के गरा भन्नु न के बुलकार हँ के बुलकार यस्तो करोज हो चढ्ने पहिला फर्स्ट टाइम चढ्ने बेला त्यस्तो भएको थिएन अब आइपुग्यो डर लाग्दैन तपाईँलाई कुवा तल राख्नु गाडी हामी बाइकमा आएको गाडी ठुलो उडेको है होइन फर्किने हो सानो बच्चा छोडेर जाउँ फाइनल्ली आइपुग्यो हामी पनि पहिला यस्तो बनाएको थिएन होइन यस्तो बनाएको थिएन नि पहिला